क्रिएटिन ओके गाइस अब हामी चाहिँ क्रिएटिन गम खाएर मैले भर्खरै खोलेको है आई डोन्ट प्रमोट दिस बट लेट्स ट्राई इट चल आप लेट्स बाउन्स ब्रदर अब चाहिँ हामी सिधै जिममा गएर ड्याम हिट द आइरन हो नि त एकदम ड्याङ हजुरलाई सिधै जिम गरेर भेटौँला सी गाइज एक्सरसाइज 120 एक्सरसाइज का डेडलिफ्ट लङ टाइम ढलेको छ माथि Let's try. Come on, you can. Alright. 2, 3, 4, 5, 6, 7, 8. पहिलेदेखि दामी अहिले झन् खतरा डेटतिर चाहिँ फेरि पुरै सही हाउ डु फिल स्ट्रङ एज फक या सही डन फर द डे के छ कस्तो लाग्यो त खतरा खायो क्रिएटिन खाएकोले बबाल दियो कि सही नाइस फिलिङ गुड दिस जति क्यालोरी खायो नि Make sure you balance it out, brothers, because we gotta be strong as fuck. Ain't no way. Right. My cameraman, I'm ready to your. क्या फिल भइरहेको है पुरै एनर्जी दादासँग आएपछि त फेरि सक्दैन नि पुरै एनर्जी फिल भयो अब भोलि पर्सि दियो यु गोना फिल स्ट्रङ एज वेल मदरफकर दिस इज हाउ वी डू sickest rappers ever to come out of Kathmandu yes my brother है हस्तिनु यस्ता हानी अब आयो डेली हानी त खतरा भोलि दुख्छ तर you don't stop you keep going you know what I'm saying okay guys let's wrap this up as a Delta still we have some cooking and stuff as a family member so we're gonna go to their house I'm gonna be the chef we're gonna go do some shopping some groceries and then gonna go cook and there stay strong stay positive and choose love You guys, हामी भर्खरै जिमबाट आइसकेका छौँ अब चाहिँ हामी डिनर जाँदैछौँ या सेफ हेड सेफ बोर्दो ड्रिङ्किङ बोर्दो इन नेपाल उहाँ चाहिँ हाम्रो कुक हेड सेफ उहाँ चाहिँ एकदम मिठो खाना बनाउनुहुन्छ खाना बनाउँछ हल्का वाइन खाँदै बनाउन अझै मजा आउँछ कि वाइन इज हेल्दी एज वेल होइन रगत फ्लो पनि बनाउँछ डोन्ट ड्रिङ्क विस्की पनि ठिकै हुन्छ डोन्ट ड्रिङ्क बियर एन्ड अल दिस लोकल प्रोडक्ट खानी नै हो भने राम्रो प्रोडक्ट ठिक्क मात्रामा चाहिन्छ लोकलै अनि चाहिन्छ कि मैले अब सजेसन दिनु पऱ्यो नि होइन ब्लडको लागि चाहिँ रेड वाइन इज रियली गुड है ब्लड उसको लागि जस्ट टु लेट यु नो हाम्रो टोल हाम्रो इलाका जुनी सक्दैन फेरि हेलो देखाइदिनु यहाँ चाहिँ हाम्रो शान्ति भाउजू हुनुहुन्छ हेलो भनिदिनु न रमाइलो यस्तै गाइस यस्तै हो के गर्ने हो त्यो चाहिँ किन्नुपर्छ त्यो चाहिँ भोलि गरेर किन्नुपर्छ धन्दै ठोकिने मुक्क हरनिस बेस्ट त्यहाँ चाहिँ हाम्रो टन्केदा हुनुहुन्छ सन्चै हुन्छ म भयो 10 दिन जति थाहा नदिने अब आइहाल्यो नि अब यति बसिन्छ नि त अस्ति बोलाएको थियो क्या आउनु भएन कसले अस्ति बाजे बोलाउनु भएको थियो त बर्थडेमा बुवाको बर्थडेमा कि थाहा नहोला थाहा थाहा भएन
कलरमा थियो जस्तो लाग्थ्यो त अरू मैले त भनेको थिएँ अरूमाहरूले कता नभएको थियो नि यति कतिको बिदा भनौँ न म त अब यति बस्ने यही बस्ने क्या अब कति बसियो त उता बसियो 10 वर्ष जस्तो दस वर्ष अँ। म अस्ट्रेलिया होइन होइन म युके थिएँ क्यानाडा सेनाडातिर थिएँ युके भनेपछि बेलायत होइन बेलायत आउन जाने आउँदैन किन जाने यहीँ बस्ने कति हो उमेर भयो 28 आदित्य भन्दा 1 वर्ष कान्छ ए हो अझै गर्ने होला नि यो दुईटामा कुन हो त्यो भरि कन्फ्युज भयो म त खोजिदिनु पऱ्यो नि हात गर्ने होला नि बेसीलाई ल हो सिधा हो त गर्ने होला नि इज आवर लभली अङ्कल बिहा बिहा गर्ने होला नि होइन Uncle, सिधै मामा, गर्ने मामा। होला नि टङ्का मामा। टङ्की मामा यस लभली फ्यामिली एभ्रिवेयर हजुर दुइटै मामाहरूलाई भेटियो आज चाहिँ हामी आज यसो हल्का इलेक्ट्रिक यसको पनि प्रमोसन गरिदिउँ न गरौँ न यसको पनि झट्ट यसो उहाँसम्म पुगेर आऊ ल यो मार्केटमा गयो भने अलिकति फाइदा होला होइन अनि के यसको उसको नाम चाहिँ के हो यो त वेबसाइटमा हेऱ्यो भइहाल्छ अब स्टार्ट छैन छैन वान ट्याप हो भइहाल्यो। हो माई गॉड खतरा एकदम रेस्पोन्सिभ यो चाहिँ यसो गर ल वे के हो त उता वे उठ्छ त यो त हरि इलेक्ट्रिक हो नि त हैट इलेक्ट्रिकमा हुन्छ नि त डर लाग्दो सायद यो त पिकअप त पेट्रोलको गाडी चाहिँ इन्जिन जल्न पर्यो अँ तात्न पर्यो अनि इन्जिन इन्जिन जल्न अनि- पग्लेर चाहिँ इनर्जीमा कन्भर्ट हुनु पर्यो अनि त्यसले त यो त कन्स्टेन्ट डाइरेक्ट मोटर भयो नि त इन्जिन तातेर कन्स्टेन्ट फाल्ने भयो वहीँ कहाँ हुन्छ यहाँ आज सो यस्तो हल्का छैन उहाँ चाहिँ अरुण पौडेल उहाँ के अरे फेसबुकमा नाम के अरे फेसबुकमा नाम यसमा अर्कै छ न त्यो नाम भन्नु न तपाईँको भ्युज गराइदिउँ के मिस्टर बिस्ट भन्छ मलाई Congratulations, great, successful person. थ्याङ्क यू सर Good. मामाको के अरे मामाको फेसबुकमा गएर हेर्नुहोस् त्यहाँ एकदम खतरा कुरा रिल्समा होइन फेसबुकको रिल्स खतरा एउटा काहीँ जिन्दगीमा नदेखेको कुरा देख्नु जान पाइन्छ यस 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 खतरा ल आजलाई इन्जोय गर ल अब हामी छुट्टै छ नि हाम्रो मिलाउँदैछु कि मैले मिलाउनुहोस् ड्युटी फ्री मिलाउनुहोस् ल लाउनुहोस् अब चाहिँ हामी यहाँ हेलो गाइस मनको घर आइसकेका छौँ स्टिला र बाइक पड्का हेलो यहाँ सेफ गोटै हो दिस इज नट भेडा दिस इज गोट दिस इज नट शिप दिस इज नट ल्याम्ब दिस इज गोट दिस गट रियल बोन विथ बोन अन द बोन यता अलिक नजिक देखा न Look at this guys. Nice mountain goat. Buy the mountain goat. लसुन काट्न लगाइराख्नु लसुन प्याज अमलो पेरो काट्नु फाइनली एक्जाम छ अब इङ्ग्लिस अब लास्ट इक्जाम 2 दिन बाँकी छ निस्ता दादा भएपछि सकिहाल्यो नि 2 दिन बाँकी छ अब 2 दिन छुट्टी भन्नु मिठो त्यसको त्यो फ्याक्क परेको मासु छ के मोटो अन्त मोटा तर राम्रो मासु आज प्राञ्जली नि कति हान्यो 10 20 40 केजी हान्यो यसले फर्स्ट डेड लिफ्टमा 40 केजीबाट स्टार्ट भइरहेको चाहिँ हाम्रो सकिन्छ अब मेरो गोल चाहिँ 160 सम्म पुग्ने हो आज 120 भयो तर के अब हामी चाहिँ यो वाइनलाई एकछिन ब्रिज गराउँछौँ चल्याप्प मासुको डन भइ अलिकति पुरानो जस्तो छ मजाले ब्रिज खाँदाखेरि मासुको अवस्था के छ हेऱ्यो
ओहो दामी देखिरहेको छ अब यसमा टक्क लगाएर मसला ससला हालेर टर्मरिक the medicine every single food no? We use turmeric for almost everything 3 layers so the skin fat bone and 4 layers actually skin fat bone and somewhere in the middle there is a nice meat as well we got bay leaf we got methi I don't know what you call that in English so some cumin now we can put some salt and let it cook for a bit don't be shy with the salt but don't put extra because the salt in Nepal is quite strong should be plenty cucumber, potato, chili, potato. You look like potato. Potato. Potatoes and tomatoes. Potatoes and tomatoes. This one is sweet. Oh, piro. Piro. Oh my god. Oh my god. कुदो पनि काम त गर्थ्यो त्यो चाहिँ त्यो एक्सपायर भइसक्यो होला एक्सपायर भइसक्यो होला टाइम डेट हेर्नु न पानी के अरे एनएस क्लब एनएस लेडिज क्लब छ हाम्रो यहाँ उसमा चाहिँ वुमेन दे इम्पावर वुमेन because only the boys are having all the fun why not the ladies so they are planning to go on a day trip plus one night stay and then they want like a self catering kitchen but we might go as well because we love the ladies oh look at all this fat look at all this fat guys sizzling out of the and I haven't even put a single thing there's only salt and turmeric nothing has gone in this is how we grind spices here in Nepal proper stone got iron as well yeah so much better so much tastier than the electric grinder this is why we go to the gym so we can grind masalas back home लड्डू मुत्तले अवतार की गिरे संसारी देवरा लड्डू मुत्तले अवतार की गिरे संसारी देवरा संसारी देवा पंडंड मादारा लड्डू मुत्तले अब सब डोगर मलाई डोगर लड्डू मुत्तले खतरा का प्याज मलाई पानी चाहियो प्याज ये और क्या है What? This is not your t-shirt, bro. के हो र के स्लाइडर लो चामरी हो के डिस्कल चामरीको केला Sadiksha is in the house. Sadiksha Porasuni aka Luri gang. Hi. Hello. ये
काम हेल्प गर्न होइन फोन चलाउने के हेल्प त्यो त मान्छे भित्र मान्छे अड्दैन त के हेल्प गर्ने यार फोन चलाउने बस्ने के हेल्प गर्नु पर्यो भन् न कपाल हेर्नु न कपाल बोक्यो चिली चाट मैले हेल्प गरेँ नि केही छैन त नि Okay, this is going in. You say this is coriander and cumin. Coriander and cumin. Masuma. म्याक्सुमा ओ माई गड खै म खोलिदिन्छु सलादमा यसको हात यत्रो हो नि त हाम्रो हातले के भ्याउने के गर्ने गाई जिम गरेपछि यस्तै हो सकिन्न चिकन मिसाएर हो क्या Don't be shy, guys. Don't be shy. So this is not. We don't buy anything here. This is all home grinded. You say this is like a tea masala mix, but it's got all the nice herbs. Oh, this is hot. Oh my God! Look at the sizzle. यति होटेलमा सेफ रेस्टुरेन्टमा सेफ यति चाहियो सम्पर्क गर्नु होला भोज बनभोज लगायत सेफ चाहियो भने उहाँ हुनुहुन्छ उहाँ चाहिँ दिनभरिको काम मात्र 500 रुपियाँमा गरिदिनुहुन्छ 500 होइन 450 सम्म गर्न सकिन्छ यो पनि त्यस्तै छ कि यो त गिलै रहेछ खै छ त बाबु This is all meat masala, and meat masala is BMC is the way to go. So this is oh यहाँ त पाइहाल्छ कि मैले This was a mixture of ginger, garlic, red chili. Smells bada. See, that's the color of the. हाई हाम्रो भ्लगमा हजुरलाई स्वागत छ कालो नआउने भयो हेलो भन्छु ल धेरै धेरै धन्यवाद घरमा आउन पाएकोमा एकदम गौरवान्वित एकदम खुसीले गदगद भएको छु धेरै धेरै धन्यवाद साला केटाहरूलाई विशेष धन्यवाद छ यहाँदेखि आफै पकाएर म आफै थुक्ने के भन्छ कस्तो रे कुकुरले समेत रियाल्छु आयो भने चाहिँ कस्ती हो त भन्ने कुरा चाहिँ यहाँ आफै जान है एनी क्यान्डिडेट एभाइलेबल She is already booked. Oh, she's already booked. Okay, sorry, I didn't know that. Maybe I do. Maybe I don't. But that's for later. We might do a Bia vlog. तरकारीमा दाल पर्यो कत्रे भाइ इफ यु नो यु नो हजुरको घर यति यस्तो काम गर्ने बुहारी चाहिए हाम्रो कमेन्टमा कमेन्ट गर्नु होला यस्तो थ्याङ्क यू मेरो भाइले मलाई फर्स्ट टाइम राम्री भने ताली बजाउनु क्यामेरा अन भन्दै गरेको Get the color. Okay. What? We're gonna take the extra. Daddy's Kitchen branch को ओनी के साउन्ड Minaju, owner, leader, that you just saw a while ago. He's the one and only main man owner. Yeah. Daddy's Kitchen since day one, and he's a big inspiration for youth. He started from a small, like food truck, like small, literally, and now he has 26 branches all over Nepal, and they're trying to extend it to Canada and Delhi or India. Yeah, India. As well, yeah. That is just, and he's like so young. He's probably just in his 30s. Yeah, early 30s, 30, like 35, 34. And he also has another cafe or something, Papaya, and then he also has, he's also a shareholder of BYD. and Leap Motor. Yeah, and Leap Motor as well. Oh my days, this guy is growing, and there's no limit for him, and he's our biggest inspiration.
and his family, so you know we got the perks. Having adults conversations. सबभन्दा ह्युज बिजनेस चाहिँ त्यही भयो सानो कता देखेँ Nice. We got 2 different चटनीको अचार chutney. This is super complex chutney. I didn't even know the ingredients. We need some protein in here. And then we got some momo. Yes. Santi Momo, shout out. Shout out Santi Didi if you're watching. You don't know me, I don't know you. don't even post on phone. Gitu ya. Nicely breathe. यो र उतै मिटर राख्नु के अरे गोल्ड Good people, happy faces. आजले एन्ड गरौँ because we don't wanna बल्ल सुरु हुँदैछ कसरी एन्ड हुन्छ ए हैन अहिलेको लागि एन्ड गरौँ कि एकछिन खाएपछि त फेरि छुट्टै सुरु हुन्छ नि त है ल चर्या